नमस्कार। आज म तपाईहरूलाई इपिएस रोजगार अनुमति प्रणालीको बारेमा जानकारी दिन गइरहेको छु। इपिएस भनेको नेपाल र कोरिया सरकारबीच भएको गभर्मेन्ट टु गभर्मेन्ट G2G सम्झौता हो, जस अन्तर्गत नेपाली कामदारहरू कानुनी, सुरक्षित र व्यवस्थित तरिकाले कोरिया गएर काम गर्न सक्छन्। इपिएस प्रणाली महत्त्वपूर्ण छ किनभने यसले दलाल बिना सरकार मार्फत सुरक्षित रोजगारी र कामदारका अधिकार र सुरक्षाको ग्यारेन्टी दिन्छ। यसबाट हजारौं नेपाली युवाहरूले आर्थिक रूपमा आफ्नो जीवन सुधारिरहेका छन्। इपिएस अन्तर्गत कोरिया जाने सबैभन्दा पहिले इपिएस भाषा सिक्नुपर्छ। परीक्षा पास गर्नुपर्छ। यो परीक्षा पास गरेपछि स्वास्थ्य जाँच, तालिम र कागजात प्रक्रिया अगाडि बढ्छ। इपिएस पूर्ण रूपमा नेपाल सरकार र दक्षिण कोरिया सरकारबीचको सम्झौता हो। यसमा दुवै सरकारले कामदारको सुरक्षा, तलब, कामको समय र अधिकार सुनिश्चित गर्छन्। कोरिया पुगेपछि कामदारहरूले म्यानुफ्याक्चरिङ, एग्रिकल्चर, फिसरिज, कन्स्ट्रक्सन जस्ता क्षेत्रमा काम पाउँछन्। महिनाको औसत तलब 2 लाखदेखि 2,20,000 रुपैयाँभन्दा बढी हुन सक्छ। कामको वातावरण सुरक्षित हुन्छ र जीवनस्तर पनि राम्रो हुन्छ। इपिएस अन्तर्गत कामदारहरूले बीमा, स्वास्थ्य सुविधा, कानुनी अधिकार र समस्या परे सरकारबाट सहयोग पाउँछन्। यसले कामदारलाई सम्मानजनक जीवन दिन मद्दत गर्छ। यदि तपाईँ पनि सुरक्षित, कानुनी र राम्रो कमाइ हुने विदेश रोजगारी खोज्दै हुनुहुन्छ भने इपिएस एक राम्रो अवसर हो। भिडियो मन परे सब्स्क्राइब गर्नुहोस्, लाइक र शेयर गर्न नबिर्सनुहोला। धन्यवाद। शुभ दिन।